आज यो नयाँ चिज हेर्नुहोस्, नयाँ चिज भन्दा नि नयाँ त केही नै होइन, खास उहाँ चाहिँ पानीमा लड्नु भएको रहेछ। अब तपाईँहरूले पनि जान्नुपर्ने कुरा के हो भने यदि इनकेस कुनै पनि बाइक या स्कुटीहरू लडेपछि तपाईँहरूले पानीमा खास गरी स्टार्ट बन्द गर्ने यताउता गर्नुहुने, किनभने उहाँले जब बन्द गर्ने भयो त्यो एक्जेस्टबाट पानी छिरो हेर्नुहोस् यसरी पुरै। अब उहाँ हुनुहुन्छ, उहाँको चाहिँ हामीले फेस देखाउन मिलेन होइन। खास के गरी भयो भनिदिनुहोस् त तपाईँको? यहाँ खाल्टो थियो, खाल्टोमा गएर क्षति भयो, लडियो, साइनहरू केही पनि थिएन, बिस्तारै लडिएको थियो। लडेपछि स्कुटी आउने थियो, बन्द गरेर उठाएर स्टार्ट गर्दाखेरि स्टार्ट नभएको, जति किक गरे पनि भएको थिएन, किक पनि जाम भएको थियो। पछि ल्याएर देखाएर सबै कुरा गर्दाखेरि यहाँ डक्टरलाई नि राम्रो जानकारी नदिएर यहाँ कुर्नु पऱ्यो, 2-3 घन्टै कुर्नु पऱ्यो, गाह्रो परेको। ल हेर्नुहोस्, हो यस्तो हुन्छ। तपाईँहरूले पहिला कुरो, दोस्रो कुरो लडेपछि एउटा झुटो बोल्नुहुन्न, दोस्रो कुरा एउटा सिक्नुभयो उहाँले। उहाँलाई पनि भन्नाले उहाँले साथीलाई भन्नुभएको थियो, तर साथीले भन्नु भएन मेन चाहिँ होइन। त्यही भएर तपाईँहरूले जहिले पनि गर्दाखेरि एउटा फ्याक्ट बोल्नुहोस्। दोस्रो भनेको यदि पानीमा लड्यो भने या पानीमा डुब्यो भने स्टार्ट भइरहेको नि बन्द नगर्नुहोस् है, मेन कुरो। अझ आफै स्कुटी आफै बाइकहरूमा। हस्, धन्यवाद।